प्रिदेव जोशी। कुनै बेला यो नाम केवल नाम मात्र थिएन, एउटा निकै ठुलो ब्रान्ड बनेको नाम आज किन अस्ताउँदै गएको छ। एक समयमा लाखौंको गाडी लाखौंको बाइक किनेर चढेर हिँड्ने प्रिदेवको इन्कम किन घट्दैछ, आज यस विषयलाई छोटो रूपमा प्रस्तुत गर्दैछौँ। सुरुमा प्रिदेव हक्की स्वभाव र केही कामलाई पनि या केही कुरालाई पनि नहिचकिचाइ गर्न सक्ने थिए। त्यो कुरा उनको उमेर सँगसँगै म्याचुरिटी सँगसँगै हराउँदै गयो। र अर्को कुरा, एउटा मिडल क्लास फ्यामिलीको केटा कसरी ग्रो गर्छ भन्ने कुरा हेर्न सबैले रुचाइराखेका थिए। तर अहिले प्रिदेव ग्रो गरेर एउटा लेभलको सक्सेस एचिभ गरिसकेका छन्। जुन कुरा भ्युअर्सलाई चाहिएको थियो त्यो पाइसकेका छन्, त्यसैले भ्युअरको इन्ट्रेस्ट पनि हराउँदै गएको हुन सक्छ। र अहिले युट्युब भ्लगिङको ट्रेन्ड सकिसकेकाले पनि उनको भ्यू कम भएको हुन सक्छ। आज प्रिदेव जोशीको भ्यूज किन आइराखेको छैन भन्ने विषयमा प्रकाश पार्यौं। फेरि बाँकी अरू भिडियोमा भेटौँला। हवस् त, नमस्कार।